आज हामी होइन 2 घण्टा बसमा पर्खेर पनि बस आएन के अनि ट्याक्सीमा आइयो अनि तपाईहरु देख्न सक्नुहुन्छ यो पछाडि कस्तो राम्रो राम्रो भ्यू छ किनभने छुट्टीको समय छ छुट्टीको समयमा यसरी चाहिँ यो भ्यू देखाउँदाखेरि चाहिँ एकदम रमाइलो भइरहेछ यो समुद्र छ यता यो समुद्रको चाहिँ माहौल अलग छ किनभने रमाइलो ठाउँ त्यसैगरी छुट्टीमा घुम्दाखेरि चाहिँ मजा अलगै छ हाम्रो दोस्त साथीले चाहिँ भिडियो बनाइरहेको छ हैन जसरी पनि यो भिडियो हेरेर सब्स्क्राइब गरिदिनु होला हेलो दुई दिनको छुट्टीमा खासमा चाहिँ म भिडियो बनाउनु भनेर हिँडेको हो अब भिडियो चाहिँ कस्तो बन्छ कस्तो बन्दैछ त्यो त अब अपलोड भएपछि थाहा हुन्छ किनभने यसरी चाहिँ भिडियो चाहिँ मैले खासै बनाउन गरेको थिएन यहाँ चाहिँ माहौल चाहिँ एकदमै रमाइलो छ है फेरि यस्तो रमाइलो छ कि यहाँ चाहिँ सबै केटाकेटी को के हो भन्ने कुरा पनि चिन्न गाह्रो पर्छ हामी त यतिको लहर लहर हिँड्दैछौँ हामी चाहिँ समुद्रमा आइसक्यौँ समुद्रमा खेल्दैछौँ पौडी पानी पानी कति आइसक्यो पानी यति यति आइसक्यो जति कति यसलाई तान्न पनि सक्छ है त्यसैले भित्र धेरै भित्र नजाउँ किनभने यति पर आइसकेँ म ओके यहाँबाट चाहिँ पानी पानी का पानी ज्यादा उधर नहीं जाने का बहुत गहरा है उधर तो मेरो हातमा माइक छ हैन त्यहीबाट मैले चाहिँ पानीमा चाहिँ पारेको छैन और यहाँ चाहिँ यहाँ पछाडि मेरो साथी खेलिरहेको छ हैन मेरो हातमै थाक्यो यो समाउँदाखेरि सबै साथीहरू अब जति पनि छन् हैन यहाँ काम गर्ने नगर्ने सबै यसरी चाहिँ के भन्छ आज लास्ट छुट्टी हो सबैको लगभग अनि त्यही भएर पनि होला सायद आज धेरै भिड भएको हाम्रो पनि आज लास्ट छुट्टी हो और पानी पुरै हैन नुनिलो छ पानी पुरै नुनिलो छ किनभने जति यता गयो त्यति के भन्छ त्यति गहिरो छ र डेन्जर पनि छ अब पौडी खेल्न नजानेकोलाई त गाह्रो पनि हुन्छ कतिजना त अब हैन तर चाहिँ अब सबैलाई चाहिँ सतर्क हुन चाहिँ जरुरी भन्छु म चाहिँ अब किनभने आफ्नो ज्यानभन्दा ठुलो अरू के हैन म पनि अब यतातिर चाहिँ गएको छैन भने अब हातमा मोबाइल र माइक छ है त्यही भएर बाइक चलाइरहेको छ नि यहाँ चाहिँ पछाडितिर बाइक चलाउनेले चाहिँ चलाइरहेका छन् सबै अब इन्जोय गरिरहेका छन् म चाहिँ धेरै बीचमा आइपुगेँ हो तुम खेलो मैं बनाता हूँ उधर से सारा डुबाओ ना किधर बालू लग रहा है किधर बालू लग रहा है यार तुम डुबाओ सारा चीज डुबाओ एक नहीं नजर नहीं आया एक बार और गंदा स्नान करो पूरा डूबो और यहाँ आइपुग्यो होइन पानी यो त
जति टाढाको त्यति गहिरो छ। लगभग मेरो घाँटी घाँटी आइसक्यो, घाँटी आइसक्यो होइन। अब म चाहिँ यहाँ धेरै टाढा चाहिँ जाँदिनँ, किनभने धेरै गहिरो छ यता चाहिँ, यता धेरै गहिरो छ। अब उता मैले चाहिँ यहाँ यता पुरा सूर्यको प्रकाशले चाहिँ भिडियो राम्रो आएको छैन, त्यही पनि यहाँ यस्तो राम्रो भ्यू आइरहेको छ होइन, यस्तो राम्रो भ्यू देखाइरहेको छु। पानीको छालमा सबै रमाइलो बनेको छ। म पनि यता छु होइन, अनि तपाईँहरूलाई सबै कुराहरू चिजहरू देखाइरहेको छु भिडियोमा। अनि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला है त।